पहिलो गर्भमा 2 पटक, त्यसपछि दोस्रो गर्भमा 1 पटक म चाहिँ धनुष्टङ्कार भ्यागुते रोगको विरुद्ध। नमस्कार, मेरो नाम बिसीजी हो। म जन्मेको 45 दिन ड्रा लाउनुपर्छ। म क्षयरोगको काम गर्छु 1 पटक। नमस्कार, मेरो नाम डिपिटी हो। म चाहिँ जन्मेको 6 हप्ता, 10 हप्ता र 14 हप्तामा लगाइन्छ। म चाहिँ 5वटा रोगको विरुद्ध काम गर्छु। धनुष्टङ्कार, लहरे खोकी, भ्याउते रोग, अनि हेपाटाइटिस बी, हेमोफिल्स इन्फ्लुएन्जा बी चाहिँ। नमस्कार, मेरो नाम पोलियो थापा हो। मलाई 6, 10, 14 हप्तामा खुवाइन्छ। म पोलियो विरुद्ध काम गर्दछु। नमस्कार, मेरो नाम रोटा खोप हो। मलाई 6 र 10 हप्तामा 2 पटक खुवाइन्छ। म झाडा पखाला विरुद्ध काम गर्दछु। नमस्कार, मेरो नाम इस्री खोप हो। मलाई 6 हप्ता, 10 हप्ता र 9 महिनामा लगाइन्छ। मैले चाहिँ पोलियो निमोनिया विरुद्ध खोप काम गर्छु। नमस्कार, मेरो नाम एफआइपी खोप हो। मलाई 14 हप्ता, 9 महिनामा 2 पटक लगाइन्छ। म पोलियो रोग विरुद्ध काम गर्छु। नमस्कार, मेरो नाम दादुरा र रुबेला खोप हो। यो खोप 9 महिना र 15 महिनाभित्रमा 2 पटक लगाइन्छ। म दादुरा र रुबेला विरुद्ध काम गर्छु। नमस्कार, मेरो नाम जेई खोप हो। नमस्कार, मेरो नाम जेई खोप हो। 12 महिना पुरा भएपछि लगाइन्छ। इन्सेफ्लाइटिस, जापानिज इन्सेफ्लाइटिस विरुद्ध काम गर्छु। यो 1 पटक लगाइन्छ। नमस्कार, मेरो नाम टाइफाइड खोप हो। मलाई 15 महिनामा लगाइन्छ। 1 पटक लगाइन्छ। टाइफाइड। नमस्कार, मेरो नाम एचबिडी हो। म 1 पटक लगाइन्छ। मैले चाहिँ पाठेघरको क्यान्सर विरुद्ध काम गर्दछु। छात्रहरू र विद्यालय नजाने 10 वर्ष किशोरीहरूले लगाइन्छ।